आँसु आइसक्यो 100 रुपियाँको लागि मान्छेहरू के गर्छन् त ल अहिले हेलो साथीहरू वेलकम ब्याक टु आवर न्यू भिडियो होप हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि हामी पनि एकदम सन्चै आरामै छौँ अनि अब के अरे मेरो भिडियो चाहिँ अलि आउनको लागि लेट भइरहेको छ त्यसको लागि म हजुर सबैजना प्रतीक्षामा प्रार्थी छु र हजुरहरूले हाम्रो यो भिडियोलाई सब पुरा हेरेर अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर गरेर अनि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर साथ सपोर्ट दिनु होला र आजको भिडियोको च्यालेन्ज रहेको चाहिँ यो देखेर हजुरहरूले थाहा पाउनुभयो होला यो करेलो खान्छु मलाई 100 रुपियाँ दिनु दाइ भन्यो अनि त्यसरी ल दिने भयो भनेर त्यसले त्यो सानो लगिस है भाइ जाली नगर ओए ओए हुँदैन ओए ओए हैन सिबिकाले लिएर आथि सिबिकाले लिएर यो हो भाइ यो तुको हैन यो हो यो कसम हैन यो त्यो जाली नगर यो हो के ल ल ल त्यही सही लाइज बाहिर आइज ल त ओ भा के भयो किन यहाँ हो बाहिर ल छिटो कता छिटो न ल त साथीहरू एक ताल लाला 100 रुपियाँ यहाँ राख्ने यहाँ छ छिटो छिटो पुरै चबार निल्नुपर्छ है त्यो नखाए चाहिँ 100 रुपियाँ वापस मलाई हो नि त्यो थाहा नि हो हाम्रो दिदी 100 रुपियाँको लागि मान्छेहरू के गर्छन् त चबाई कचाङ चबाई यता हेर यता रियाक्सन त हेर्नु पर्यो नि यता हेर्न रियाक्सन वाउ यता हेर के यता हेर्दा गर्नु भाइ भिडियो आउन राम्रोसँग मेरो हेर्दा आँसु आइसक्यो धेरै मोबाइल हेरेर आँसु यता गायक फ्याँकी चाहिँ तैँले ल त्यत्रो त अझै बसेर खान्छ हजार रुपियाँ दिन्थ्यो भाइ 1000 दिन्छु के त्यहाँ 1000 दिने भाइ ल बढ्यो प्राइस ल अहिले हजुरले ल तिमीलाई किन बाँच्न दिने सिबिकाले खान्छौ 1000 रुपियाँ दिन्छु म अनि के अरे च्यालेन्ज हार्दाखेरि कस्तो महसुस भयो त नि भन्न ल भाइले चाहिँ सकेन यो 100 रुपियाँ चाहिँ मसितै आयो त्यही भएर ल ठिक छ भनेर म के अरे 50 रुपियाँ चाहिँ दिने भएँ धेरै ट्राई गरेको भएर 50 रुपियाँ दिने भएँ ल यो भिडियो कस्तो लाग्छ हजुरहरू कमेन्ट गरिदिनु होला अनि त्यसपछि लाइक कमेन्ट सेयर गरेर हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला।